अहिले हामी चाहिँ यो चाहिँ ढुङ्गा चाहिँ सयर गरिरहेको छौँ। इङ्ग्लिसमा चाहिँ क्यानो राइड भनिन्छ के। हजुर यो ढुङ्गा चाहिँ एउटा रुखको चाहिँ खोपेर चाहिँ बनाएको हुन्छ। 3 किसिमको चाहिँ रुखबाट चाहिँ बनाउँछ यो ढुङ्गा। एउटा चाहिँ चाँप भन्छ, साज भन्छ र सिमल नेपालीमा। यो 3 किसिमको चाहिँ रुखबाट चाहिँ यो बनाइन्छ र एउटा ढुङ्गा बनाउनलाई लगभग एकदमै 1 महिना जति लामो लाग्छ। यो खोपेर बनाउने हो, मेसिन चाहिँ युज गर्दैन। र यो नदीको नाम चाहिँ बुढी राप्ती। हजुर हजुर यो बुढी राप्ती चाहिँ यता चाहिँ हाम्रो चाहिँ अथवा महाभारत हिल रेन्जबाट चाहिँ आउने हो। यो चाहिँ उसको चाहिँ के भन्छ अब यो ग्लासियर चाहिँ यो हिउँको पानी चाहिँ हैन। यो चाहिँ स्प्रिङ वाटर चाहिँ यो मूलबाट निस्केको चाहिँ पानी हो यो चाहिँ। हजुर र यो अब यसरी नै गएर चाहिँ उता गएर चाहिँ मिसिन्छ। त्यो अर्को मिसिने चाहिँ राप्ती नदी त्यसलाई चाहिँ। हजुर अनि राप्ती नदी पनि गएर चाहिँ तल चाहिँ नारायणीमा मिसिन्छ। चितवनको चाहिँ र नलप्रासीको चाहिँ ठाउँमा चाहिँ गएर चाहिँ यो मिसिन्छ। हजुर अनि सर यो चाहिँ नदीमा 2 किसिमको चाहिँ क्रोकोडाइलहरू पाइन्छ। एउटा चाहिँ यहाँ देखिराख्नु भएको छ यो राइट साइडमा हैन। यसलाई चाहिँ मास मगर भनिन्छ, मगर गोही भनिन्छ नेपालीमा। लु हेर्नुहोस् त्यसरी आवाज चाहिँ ननिकाल्नु है। र यो प्रजातिको चाहिँ एकदमै अब कमन प्रजातिको हो, जहाँ पनि देख्न पाइन्छ। हजुर जस्तै अब यो नदीमा बगिरहेको पानीमा अनि ताल तलैयामा सानो चाहिँ अब सिमसार क्षेत्रमा पनि यिनीहरू चाहिँ बस्न चाहिँ सक्छ। र यिनीहरूले अब प्रायः जसो चाहिँ माछामै घर पर्छ। तर कुनै बेलामा यहाँ चाहिँ जनावर क्रस गर्न थाल्यो भने र यिनीहरूले चाहिँ सानो अब स्तनधारी चाहिँ जनावरहरू चाहिँ यिनीहरूले चाहिँ खान्छ। जस्तै बाँदरहरू, बँदेलहरू हैन। यिनीहरू क्रस गर्न थालेको बेलामा चाहिँ यिनीहरूले चाहिँ झ्यापै समातेर चाहिँ यिनीहरूले पनि खान्छ। र अर्को चाहिँ क्रोकोडाइल चाहिँ त्यसलाई चाहिँ घरियाल भनिन्छ। घडियाल हजुर त्यो चाहिँ अति लोप उन्मुख। हजुर अब त्यसलाई जोगाएन भने त्यो चाहिँ संसारबाट चाहिँ लोप भएर चाहिँ जान्छ। हजुर त्यसले गर्दा चाहिँ हाम्रो नेपाल सरकारले चाहिँ हाम्रो चितवनमा चाहिँ एउटा चाहिँ राष्ट्रिय निकुञ्जको हेडक्वार्टरमा चाहिँ एउटा चाहिँ घरियाल कन्जर्भेसन एन्ड ब्रिडिङ सेन्टर भनेर चाहिँ त्यहाँ चाहिँ एउटा स्थापना गरेछ। र त्यहाँ चाहिँ त्यहीँको चाहिँ क्रोकोडाइलहरूले पनि अन्डा अथवा फुल पारेर चाहिँ त्यही चाहिँ बच्चा खोरल्छ। र अरू चाहिँ अब यो प्राकृतिकमा जुन अन्डा चाहिँ पारे हुन्छ नि, अनि त्यहाँ चाहिँ उनीहरूले चाहिँ केयर गरिरहेको हुन्छ कि कहाँनिर चाहिँ अन्डा चाहिँ पारिरहेको हुन्छ। र त्यहाँबाट पनि उनीहरूले कलेक्सन गरेर जस्तै एकचोटि चाहिँ 15 देखि 60 वटा चाहिँ अन्डा पार्छ। र अब उनीहरूलाई कति छोड दिने हो अब नेचरमा चाहिँ अब उनीहरूलाई चाहिँ अब ह्याच गर्नलाई हैन। त्यति छोडेर चाहिँ अरू चाहिँ सङ्कलन गरेर चाहिँ उतै ब्रिडिङ सेन्टरमै लान्छ। र त्यहाँ चाहिँ त्यो कृत्रिम हिसाबले चाहिँ त्यहाँ चाहिँ बच्चा कोरल्छ। अनि त्यसपछि त्यो बच्चा चाहिँ 4-5 वर्ष भएपछि अनि तिनीहरूलाई फेरि प्राकृतिकमै गएर चाहिँ छोडिन्छ। र त्यो प्रजातिको चाहिँ घरियाल क्रोकोडाइलले चाहिँ माछा मात्रै खान्छ। हजुर अनि यहाँ चाहिँ 121 प्रजातिको माछाहरू नि पाइन्छ। हजुर यो यस्तो हुन्छ। यो मैले जुन भनिरहेको छु नि 4 किसिमको चाहिँ पाइन्छ हैन। एउटा चाहिँ जरायो भन्छ, यो चाहिँ चितल, लगुना र रतुवा 4 किसिमको पाइन्छ। चारैवटा प्रजातिकोमा चाहिँ भालेको मात्रै सिङ हुन्छ। हाम्रोतिर यस्तैलाई रतुवा भन्छ। हाम्रोतिर चाहिँ हैन, रतुवा नि यहाँ छ। रतुवालाई छुट्टै हुन्छ। त्यो रतुवा अझ सानो हुन्छ, सबभन्दा सानो प्रजातिमा पर्छ त्यो। अनि रतुवा भन्दा अलिक ठुलो चाहिँ लगुना भन्छ। यो चितल र यो बाँदर छ नि, यिनीहरूको चाहिँ एकदमै राम्रो घनिष्ठ सम्बन्ध हुन्छ यिनीहरूको। हजुर अब जस्तै बाँदरहरू माथि चढिरहेको हुन्छ नि त, अनि बाँदरहरूले चाहिँ अब यो पातहरू अनि फलहरू हुन्छ, फलहरू पनि आदि खाएर फालिदिन्छ। अनि त्यसपछि चितलहरू
आएर चाहिँ खान्छ अनि यिनीहरू भुइँमा मात्रै हुने भए अनि यिनीहरू माथि भएको बेलामा यिनीहरूले नि अब के चाहिँ शत्रु चाहिँ आउन थालेछ होइन त्यो देख्यो भने अनि यिनीहरूले आवाज दिन्छ चाहिँ तिनीहरूलाई चाहिँ अनि तिनीहरू पनि आफ्नै किसिमले लगभग बेलुकासम्म चाहिँ सनसेट हुनुभन्दा सनसेट पछि कोही चाहिँ भित्र पानीमा जान्छ कोही त अलि अगाडि तर यहाँको माछाहरू गर्न मिल्दैन यहाँको जम्मै चिज लगभग जम्मै एकदमै संरक्षण गरेर चाहिँ राखेको छ यहाँ माछा मार्न पाइँदैन आर्मीहरूले मार्छ होला मार्दैन झन् उनीहरू नै यस्तो खटिनु परिरहेछ झन् उनीहरूले नै के गरी मार्छ अनि अरूले देख्यो भने त अनि सामाजिक सञ्जालमा हालिदियो भने त गयो अनि यो जम्मै एउटै प्रजातिको हो हल्ला नगर्नु है हल्ला नगर्नु एकदमै क्वाइटमा बस्नुहोस् सेन्टरमा घाम तातिर यो चाहिँ 1973 मा चाहिँ इस्टाब्लिस भएको हो चितवन राष्ट्रिय निकुञ्जलाई चाहिँ 4 किसिममा चाहिँ भेजिटेसनमा चाहिँ बाँडेको छ जस्तै अब साल फरेस्ट हुन्छ ग्रास ल्यान्ड वेटल्यान्ड अनि रिभर राइन फरेस्ट हामी चाहिँ अब रिभर राइन फरेस्ट वेटल्यान्ड र साल फरेस्ट चाहिँ घुम्छौँ ग्रास ल्यान्ड चाहिँ यहाँ वरिपरि हामीले घुम्ने ठाउँमा चाहिँ छैन अन्त्य जानुपर्छ त्यो चाहिँ र चितवन राष्ट्रिय निकुञ्जमा चाहिँ 68 स्पेसिसको चाहिँ स्तनधारी म्यामल्सहरू पाइन्छ जस्तै बाघ गैँडा हात्ती होइन जस्तै स्लोथ बेयरहरू टाइप डियरहरू होइन मङ्कीहरू टु डिफ्रेन्ट अनि अर्को चाहिँ अब मङ्गुजहरू जुन होइन अनि धेरै किसिमको चाहिँ धेरै चाहिँ ऱ्याट्स र ब्याट्सहरू चाहिँ धेरै छ तिनीहरू चाहिँ अलि धेरै छन् अनि अर्को चाहिँ अब 49 स्पेसिसको चाहिँ रेप्टाइल्सहरू चाहिँ पाइन्छ अब एउटा रेप्टाइल्सहरूले देखिसक्नुभयो चाहिँ क्रोकोडाइल होइन मासुको क्रोकोडाइल र 33 स्पेसिसको चाहिँ सर्पहरू चाहिँ अब कुनै सर्प चाहिँ एकदमै डेडली भेनम्स हुन्छ कुनै चाहिँ अब माइल्डली भेनम्स र नन भेनम्स भनेर चाहिँ छुट्याएको हुन्छ जस्तै अब डेडली भेनम्समा चाहिँ अब 3 परिवारको 3 फ्यामिलीको चाहिँ अरू छन् जस्तै कोब्रा फ्यामिलीको र भाइपुर र फोरेट फ्यामिलीको चाहिँ तर भेट्न चाहिँ एकदमै गाह्रो छ तिनीहरू चाहिँ एकदमै अहिले चाहिँ दुलोमा बसेर चाहिँ एकदमै लुकिरहेको हुन्छ कि जाडोमा हजुर भेट्न चाहिँ एकदमै गाह्रो छ तिनीहरू र 9 प्रजातिको चाहिँ एम्फोबियन्स टोडहरू के फ्रग्सहरू चाहिँ 9 किसिमको छ र 664 किसिमको चाहिँ प्रजातिको चाहिँ चराहरू पाइन्छ र त्यसमा चाहिँ अब विन्टर भिजिटरहरू पनि पर्छ अब कुनै बेला चाहिँ अब समर भिजिटरको हुन्छ सबै चाहिँ भिजिटरहरू चाहिँ यहाँ चाहिँ जम्मा चाहिँ 664 प्रजातिको हुन्छ र चाहिँ अब अर्को चाहिँ अब ध्यान दिनुपर्ने कुरा के हुन्छ भने अब हामी चाहिँ जङ्गल हिँड्न गइरहेको छौँ होइन त्यहाँ चाहिँ अब 3 प्रजातिको म्यामल्सहरू चाहिँ अलि चाहिँ एग्रेसिभ छ तिनीहरूसँग चाहिँ जोगिनुपर्ने हुन्छ अब त्यस्तो चाहिँ आउँदैन भने कुनै बेला चाहिँ इनकेस अब आइहाल्यो भने चाहिँ अब कसरी हामी जोगिने भन्ने कुरा चाहिँ तपाईँहरूलाई म चाहिँ आइडिया दिन्छु र हामीसँग चाहिँ 3 प्रजातिको भनेको एउटा चाहिँ जङ्गली हात्ती र गैँडा राइनोसरस र स्लथ बेयर भनेको काठे भालु भन्छ नेपालीमा यो 3 प्रजातिको चाहिँ एकदमै चाहिँ अरूभन्दा चाहिँ अलि चाहिँ रिसालो चाहिँ अलि हिंसक चाहिँ छ तिनीहरू चाहिँ र अब वाइल्ड एलिफेन्ट हात्ती पनि खासै चाहिँ अब भेटिराख्ने चाहिँ होइन कुनै बेला भेटिने हो यदि अब हामीले भेटिहाल्यो भने अब एकैचोटि इन्काउन्टर त हामी हुँदैनौँ तिनीहरू अब ठुलो जनावर भएर पनि कुनै बेला चाहिँ एकदमै लुकेर बसिरहेको हुन्छ तर हामी हल्ला नगर्यो भने चाहिँ तिनीहरूले थाहै नपाइकन हामी चाहिँ नजिकै गए पनि र तिनीहरूले चाहिँ आफ्नै हिसाबले चाहिँ खेलिरहेको हुन्छ कि घाँस खाइरहेको हुन्छ पात टिपेर खाइरहेको हुन्छ अनि हाँगाहरू टिपेर खाइरहेको हुन्छ यदि त्यो हामी सुन्यौँ भने अनि हामीले चाहिँ त्यो आइडेन्टिफाई गर्नुपर्ने हुन्छ कुन जनावरको हो भनेर यदि त्यो हामीले पहिल्यै थाहा पायो भने त्यहाँबाट चाहिँ
भागिहाल्न पर्छ त्यहाँबाट बिस्तारै त्यहाँबाट चाहिँ अब 15-20 मिटर चाहिँ अलिक बिस्तारै जाने अनि त्यसपछि दौडेर चाहिँ अरू चाहिँ डाइरेक्सनतिर चाहिँ जाने चाहिँ ननिकाल्ने केही ननिकाल्ने एकदमै क्वाइटमा भाग्ने हो। अनि अर्को चाहिँ अब राइनोसरस गैँडा चाहिँ स्पेसली तिनीहरू चाहिँ अब हार्बिभोरस हुन्छ, तिनीहरू घाँस मात्रै र फलफुल अनि हाँगाहरू मात्रै खाने चाहिँ जनावर हो। र कुनै बेला चाहिँ अब त्यस्तो स्पेसली माउ बच्चा छ भने आफ्नो बच्चा जोगाउनलाई चाहिँ तिनीहरू चाहिँ हामी एकदमै नजिक छ भने त्यो बेला हामी एकदमै नजिकै गयो भने त्यो बेला चाहिँ अट्याक गर्न सक्छ। त्यही भएर चाहिँ हामी क्वाइटमा बस्नुपर्छ र नजिक चाहिँ जान हामी चाहिँ जाँदैनौँ अथवा हामी नखोज्नु होला नजिक जान चाहिँ। त्यसरी चाहिँ यदि गैँडा चाहिँ त्यसरी आयो भने चाहिँ त्यहाँबाट दौडेर भागेर कतै चाहिँ ठुलो रुख छ भने रुखको पछाडि चाहिँ गएर लुक्ने र कतै ठुलो रुख चाहिँ ढलिरहेछ भने त्यतातिर गएर रुखको पछाडि चाहिँ हिँड्ने। हामी चाहिँ 2 जना चाहिँ छौँ यहाँ होइन, गाइडहरू चाहिँ, र हाम्रो चाहिँ निर्देशनमा चाहिँ तपाईँहरू चाहिँ त्यसरी चाहिँ हिँड्नु निर्देशन पाल्नु। र भालुबाट चाहिँ खासै डर चाहिँ हुँदैन किनकि हामी धेरैजना छौँ। र अब भालु कस्तो हुन्छ भने अब भालु चाहिँ अट्याक गर्ने आउने बेलामा चाहिँ